जाडो मौसम हड्डीसम्म चिसो थियो। कुहिरोले पुरै गाउँ ढाकेको थियो। वरिपरि हिउँ जस्तै सेतो धुलो झरिरहे झैँ। म घरको आँगन बाहिर बसेको थिएँ, हातमा तातो चियाको गिलास। चियाको धुवाँले मेरो अनुहार हल्का ढाक्यो र त्यो धुवाँभित्र मेरो शान्त मुस्कान लुकेको थियो। मेरो अगाडि हिउँले ढाकेका डाँडाहरू थिए। रुखका हाँगामा शीतका थोपा टल्किरहेका थिए। हावाको सुस्त बेगसँगै ससानो आवाजमा पातहरू खस्दै थिए। मानौ ती पातहरूले मेरो मनभित्र निस्सासिएर बसेको भावनाहरू झल्काइरहेका थिए। त्यति बेला उनी पनि त्यहीँ थिइन्, नजिकै, चुपचाप तर उपस्थित। उनका आँखाहरूमा कुरा थिए जुन बोल्न आवश्यक नै थिएन। मैले उनको आँखा पढिरहेको थिएँ। मैले सोचेँ, प्रेम पनि कति शक्तिशाली हुँदो रहेछ है। 9 क्लास पढ्दै छोडेको म उनको आँखा मजाले पढिरहेको थिएँ अनि बुझेको पनि। उनको मौनतामा न्यानोपन थियो, जसले मलाई केही बेरका लागि संसार बिर्साइदिएको थियो। हावा चल्दा उनको कपालका केही सिराले मेरो गालामा टोक्थे र म मुस्कुराउँदै ती सिरा हटाउँथे। उनी पनि मुस्कुराउँथिन्, हल्का तर धेरै अर्थ बोकेको मुस्कान। त्यो क्षणमा मैले सोच्थेँ, कति शान्त छ यो पल, कति न्यानो, तर के हरेक न्यानोपन सधैँ रहन्छ? चियाको धुवाँ अझै उडिरहेको थियो। मैले अन्तिम सिप लिएँ र आकाशतिर हेरेँ। कुहिरो चिरेर सूर्यका हल्का किरणहरू झुल्किँदै थिए। उनले मतिर हेरिन् अनि हल्का स्वरमा भनिन्, आजको मौसम कति राम्रो छ है। म मुस्कुराउँदै टाउको हल्लाएँ, हो राम्रो छ, धेरै राम्रो। मेरो मनभित्र एउटै कुरा छ, अहिले पनि उनी मसँगै हुन्थिन् त कति राम्रो हुन्थ्यो होला है। मैले सोचेँ, प्रेम त केवल कल्पनामा दिन बिताउनका लागि मात्र त रहेछ। म मौन भएँ, दिमागले केही सोचेन, निशब्द, एकोहोरो र उनकै पर्खमा बसेको एउटा असफल प्रेमी, जसको यो संसारमा कुनै अस्तित्व नै छैन।